नमस्ते दर्शकबिन, पवित्र गार्डन्समा एकदम हजुरहरूलाई फेरि स्वागत छ। हजुरहरूलाई नयाँ भिडियोको साथमा नयाँ जानकारी लिएर आउँछु भनेको थिएँ हजुरहरूलाई। अब गर्मीको साथसाथमै अहिले मार्च महिना लागिरहेको छ। मार्च महिना लाग्दा लाग्दै अब गर्मीको मौसम आयो। हजुरहरूले पर्मानेन्ट बिरुवा तर भन्नु चाहिँ हजुरहरूले सदाबहार जहिले फुल्ने भन्नुहुन्छ, तर डोर्मेन्सीमा एकखेप चाहिँ जाडो महिनामा जान्छ। त्यो बोट बिरुवाहरू हजुरले कटाइ छटाइ पनि गर्नुभएको छैन भने अहिले त कटाइ छटाइ गर्ने बेला, प्रुनिङ गर्ने बेला भयो, रिपोर्टिङ पनि गर्ने बेला भइसक्यो। अरू मैले के रिपोर्टिङ गर्ने छु, अरू के गरिसकेँ भनेर सबै जानकारी देखाउने छु। स्किप नगरिकन हेरिदिनुहोस् अनि मात्रै बुझ्नुहुन्छ। हेर्नुहोस् त साथीहरू, मैले अस्ति फेसबुक पेजमा चाहिँ देखाइसकेँ हजुरलाई, होइन? देखिसक्नु भएको छ यो निलीजी। अनि टिकटकमा पनि देखाइसकेको छु। अनि हजुरहरूले मेरो भाइरल पनि गराइदिनु भएको छ हेरेर। अनि भन्नुभएको छ कि यो यत्रो प्रुनिङ गरेर जरा यत्रो कटाइ छटाइ गर्दाखेरि मर्दैन सिस्टर भन्नुभएको छ। हेर्नुहोस्, मरेको छैन है त, कस्तो राम्रो भएको छ। यस्तै गरेर यो पनि मैले रिपोर्टिङ गरेको हो। अनि यो मधु कामिनी पनि रिपोर्टिङ गरेको हो। हेर्नुहोस्, यो अलिअलि पहेँलो देखेको त यो सुरुमै थियो। अनि यो पनि गरिदिएको थियो। हेर्नुहोस्, यो निलीजी कस्तो राम्रो फुल्दै छ। हेर्नुहोस् त, केही पनि भएको छैन। अनि यो 10 इन्चीको गमलाको पनि मैले रिपोर्टिङ गरिदिएको थिएँ है त साथीहरू। अनि साथैमा हेर्नु होला, यहाँनिर आएर मोगरा भन्छ, जस्मिन भनिन्छ। फेब्रुअरी महिनामा यसको मैले रिपोर्टिङ गरेर देखाएको थिएँ हजुरहरूलाई। अनि प्रुनिङ पनि गरेर देखाएको थिएँ। अनि प्रुनिङ गरिसकेर पुरा नाङ्गै थिएँ नि मैले हजुरहरूलाई देखाउँदाखेरि, होइन? अनि अहिले चाहिँ यस्तो गरेर नयाँ न्यू ग्रोथ निकाल्नेको साथसाथमा अहिले कोपिला लाग्दैछ। वाउ, हेर्नुहोस् कस्तो राम्रो भएको छ। अनि हरेक यो पर्मानेन्ट बिरुवालाई चाहिँ हरेक 1 सालमा चाहिँ हजुरले रिपोर्टिङ गर्नु जरुरी छ। हजुरहरूले रिपोर्टिङ गर्दाखेरि नडराउनुहोस्। त्यो मसिनो हुन्छ नि जरा, त्यसलाई मात्रै हजुरले निकाल्नु पर्दैन। त्यो ठुल्ठुलो यत्रो अम्ला जत्रो जराहरूलाई चाहिँ हजुरले कटिङ गरेपछि हुन्छ। अनि अब हजुरलाई मैले प्र्याक्टिकल के सोइल मिक्स गर्नेछु, के हाल्नेछु। अरू मेरो छोराको बिरुवा पनि एउटा मैले किनिदिएको छु, गिफ्ट दिएको छु मेरो छोरालाई। अनि हो त्यो पनि देखाउने छु के दिदीले किनिदिनु भएको रहेछ भने हेर्नु होला। ढेन के हो भन्दाखेरि मेरो छोरा चाहिँ एकदम बोनसाई लभर हो के साथीहरू। त्यस कारणले मैले यो बोनसाईको लुक्स भएको चाहिँ एउटा बेगनबेली यो थाइल्यान्ड भेराइटीको मैले किनिदिएको छु। अनि थैलोमा यसरी यो महँगै भएको छ, महँगै छ। अनि यो चाहिँ अलिकति सुकेको जस्तो रहेछ। अनि अब हजुरले पनि त यसरी नै बिरुवाहरू, बोट बिरुवाहरू लिएर आउनुहुन्छ। अनि कसरी रिपोर्टिङ गर्नुहुन्छ? यो चाहिँ एकदम सन लभिङ प्लान्ट हो। अनि अहिले 12 महिना फुल्छ। 12 महिनामा 4 खेप फुल्छ भनेपछि हजुरले बुझ्नुहोस् कि 12 महिना फुल्ने फुल हो यो। थाइल्यान्ड भेराइटीको धराने पनि भन्छ। अनि यो फुल पनि कति धेर साथीहरूले अर्डर गर्नु भएको छ मसित सानो बिरुवा छ तर फुलेको छैन। भए पनि यसको पत्ताको यो पत्ताबाट मलाई थाहा हुन्छ नि त यो कलरको भनेर। अनि लगिराख्नु भएको छ। अनि यो पनि रिपोर्टिङ गर्नेछु, हजुरहरूलाई मैले देखाउने छु। आउनुहोस्। अहिले भिडियो बनाउँदै साथीहरू मैले एउटा चिज अनबक्सिङ गर्नु चाहेँ। मैले सधैँ यो झोला यसरी भिर्दाखेरि दिदी तपाईँले यो झोला किन भिरिराख्नुहुन्छ भनेर भन्नुहुन्थ्यो। यो भित्र मोबाइल हुन्छ अनि यहाँनिर माइक हुन्छ के, हरेक भिडियोमा मलाई यो झोला देख्नुहुन्थ्यो। अनि त्यसपछि हामीले यसरी 2टा माइक किन्यौँ। त्यो अब यहाँनिर लाउँदाखेरि पनि आवाज ठुलो आउने। अनि यहाँनिर क्लिपमा चेप्नु पर्थ्यो मलाई। हजुरहरूले देखिराख्नु भएको छ नि साथीहरू। अनि त्यो पनि अस्ति फ्लावर एक्जिबिसनमा इन्डियामा जाँदाखेरि त्यो हरायो। मेरो छोराले अब पकेट यस्तो दुलो परेको रहेछ, त्यसमा हाल्दाखेरि कहाँ झऱ्यो एउटा मात्रै छ। त्यस कारणले फेरि अहिले यो कहाँबाट हाकेर नानी, अनि चाइनाबाट आउँछ भनेर यत्रो दिन लाग्यो, होइन? अनि यो दराजबाट मगाउँदाखेरि चाहिँ यो चाइनाबाट आउँछ भनेर चाहिँ पर्खिनुको लागि ढिलो भयो। कस्तो हुँदो रहेछ हेरौँ। वाउ, यो खालको पो रहेछ। हेर्नुहोस् त साथीहरू, यो फर चाहिँ हालेको छैन। अब हालेर चाहिँ जस्तो कि अहिले हामीले चाहिँ अर्को यो भिडियो यो माइकबाट गर्दैछौँ भने अब यो लगाइसकेर हामीले चाहिँ अब फिट गरिसकेर चाहिँ फेरि भिडियो बनाउने छौँ। अनि यसको साउन्ड कस्तो आउँदो रहेछ हजुरहरूले कमेन्ट गर्नुहोस्। अब सासु बुहारी नै ब्लगर भएपछि त यति त हुनु पऱ्यो नि साथीहरू, होइन? म गार्डनर ब्लगर हो, मेरो बुहारी चाहिँ फिल्डको ब्लगर भन्नु पऱ्यो है त साथीहरू। अनि यसरी 2टा सेट भएर आएको हुँदो रहेछ है साथीहरू। अनि अब यसलाई हामीले त के जान्नु, मेरो छोरा बुहारीले चाहिँ यसलाई फिट गरेर चाहिँ अनि यसमा अब भोइस चेक गर्नेछौँ। भिडियो गर्दा के भयो मम्मी? के खोज्नु भएको? अत्तिको म हेर्नु यो मधु कामिनीलाई रिपोर्टिङ गरौँ भनेको त के हेर्नु, यहाँ त सेतै खोमले किरा लागिरहेको रहेछ। यत्रो हुँदाखेरि पनि मेरो मधु मालती नमरेको हौ। माटो चाहिँ यसलाई 2-3 घाम सुकाएर मात्रै अनि यो किराहरू मर्छ, किरा केलाउनु पर्छ अनि मात्रै युज गर्नुपर्छ। अनि यस्तो भएको हुन्छ। यो मधु मालती हेर्नुहोस्, पहिला मैले कटाइ छटाइ गरेर प्रुनिङ गरिदिएको थिएँ। अनि यस्तरी पौलाको छ। अनि अब यस्तरी रुट बाउन्ड भयो भने चाहिँ फुल्नु चाहिँ फुल्छ, आफ्नो टोटल पुरा मात्रै गर्छ तर मजाले फुल्दैन है त साथीहरू। अनि यसलाई चाहिँ मैले प्रुनिङ गर्नेछु। मेरो भदैनीलाई प्रुनिङ गर्नु लाउँछु। लु त नानी यो गर्छ बाबु। म अर्को निकाल्ने छु। अर्को के हो भने यो क्रिम कलरको अलमन्डालाई म देखाउनु छु। अब यो चाहिँ भएन। अघिको त देखिहाल्नु भयो। मैले मधुमालतीको त्यो अब रिपोर्टिङ गरौँ भनेको थिएँ। त्यो रिपोर्टिङ त गर्छु मैले अर्कै सोइल मिक्स गरेर। अनि त्यो माटो मैले चलाइनँ साथीहरू।
अनि यो चाहिँ क्रिम कलरको अलमन्डा छ। यो मेरो 3-4 वर्षको पुरानो हो। हेर्नुहोस् त यसको यो स्टेम पनि कत्रो ठुलो भएको छ। अनि यो मेरो चाहिँ 13 इन्चको गमला हो। अनि यो पनि रिपोर्टिङ गर्ने बेला भएको छ। अनि यसरी चेक गर्दाखेरि चाहिँ मजाले अब यो पुरा जरा पक्कै पनि रुट बाउन्ड भइरहेको छ। माथि माथि यसरी लहरा आइरहेको छ। हजुरहरूको पनि छ भने यसलाई रिपोर्टिङ गर्ने बेला भएको छ। अनि अब यस्तो गरेर निस्किँदैन। अब के गर्नु त, के उपाय गर्नुपर्छ त साथीहरू? केही न केही त उपाय गर्नु पर्यो होइन त? जहाँ इच्छा वहाँ उपाय त गर्नु पर्यो। यस्तो गरेर निकाल्ने हो। अनि यसलाई निकालेपछि यसलाई पनि चेक गर्नुपर्छ। बा यसमा पनि खोम्ले किराहरू त छैन। अनि अब बुढो बोट भइन्जेल चाहिँ अब खोम्ले किरा पर्यो भने नि नमर्दो रहेछ। अब यहाँ पनि रहेछ। लो यसरी परेको छ क्या साथीहरू, हेर्नुहोस् त यो खोम्ले किरा हो। अनि यसमा चाहिँ पनि मैले एउटा दुईवटा ला यो छिपेरै हो त नमरेको नि, छिपेरै रहेछ बोट नमरेको। कलिलो बोट भएको भए त मर्थ्यो नि। ठुल्ठुलो चाहिँ भएको रहेन रहेछ। यो खोम्ले किरा चाहिँ मसिनै रहेछ कि साथीहरू। त्यही भएर यो खोम्ले किरा ठुलो भएको भए त मैले रिपोर्टिङ नगरेको भए त मेरो बिरुवा यस्तो महँगो बिरुवा त ठहरै जान्थ्यो नि हौ। लो यस्तो गरेर अब यो सोइल मिक्स पनि म हाल्दिनँ मैले, किनभने पुरा खोम्ले किरा लागेको रहेछ हौ। अब पानी पनि पर्नु आँटेको छ। अब यो चाहिँ कहीँ बोरामा हालेर राखिदिनुपर्छ, नै त भने पुरा यो छतमा पुरा बगाएर लान्छ। अनि यसरी नै चेक गर्नुपर्छ। अनि रिपोर्टिङ पनि हुन्छ। अनि हाम्रो किरा परेको छ कि छैन कि भनेर पनि हामीलाई थाहा हुन्छ नि त। खोइ कैँचीले त नानी। यसरी नै मैले अब यो माटो पनि मैले चलाउँदिनँ है त, अर्कै सोइल मिक्स गर्नेछु। अनि यसलाई पनि सबै यस्तै गरेर प्रुनिङ गर्नेछु। हेर्नु त कोही जराहरू त यस्तो कुनु थालेको रहेछ नि साथीहरू। अनि हेर्नुहोस् मैले मोटो डन्ठा निकालिसकेँ। अनि यो मसिनो जो जराले चाहिँ काम गर्छ। अनि प्रोसेस चाहिँ यस्तै हो। हजुरहरूले पनि अहिले रिपोर्टिङ गर्दाखेरि चेक गर्नु एकदम जरुरी छ है त साथीहरू। अनि अब यो दुईटाको यो माटो निकालिसकेँ मैले। यो माटो हाल्दिनँ, मैले अर्कै माटो मलहरू मैले देखाउने छु हजुरलाई। किनभने अघि पनि देखाइसकेँ एउटा बेगनबेली, थाइल्यान्ड भेराइटीको बेगनबेली मैले रिपोर्टिङ गरेर देखाउने छु। अनि यिनीहरूलाई पनि त्यही मल जल हाल्ने हो है त। मैले के मल हाल्छु त्यो बिरुवामा चाहिँ, अनि यसमा पनि सबैमा त्यही हाल्ने हो। मैले आज एनी हाउ मैले यसलाई पानी पर्नु आँटे पनि अब मैले यसलाई रिपोर्टिङ गर्नुपर्छ। मैले अर्कै माटोहरू मलहरू सबै मैले रेडी गरिसकेको छु। मेरो यो पुरानो माटो मल सबै मिक्सअप गरेर राखेको मैले जहिले पनि यसरी नै ट्रेतिर यसरी हालेर राख्छु। गोबरको मलहरू पनि छ। अनि पुरानो माटो पनि, धानको भुसहरू पनि सबै मिक्सअप गरेर राखेको छु त साथीहरू। अब यसमा अलरेडी गोबर छ, धानको भुस छ, अनि बलौटे माटो त छँदैछ मेरो होइन त। अनि अब यसमा किनभने यो पर्मानेन्ट बिरुवा हो, हामीले सालमा एक खेप मात्रै रिपोर्टिङ गर्नुपर्छ। अनि त्यही भएर हामीले यो बिरुवालाई चाहिँ खानेकुरो चाहिँ राम्रोसितले मजाले दिनुपर्छ। त्यस कारणले मैले निमखली यसरी नै दिनेछु। किराहरू नलागोस् भनेर यसरी निमखली यसरी दिन्छु। हावा आउँदैछ त्यही भएर यस्तो गरेको है त साथीहरू। अनि बोन मिल पनि यसरी दिनेछु। अनि यसरी नै यो फन्जिसाइड फेरि कुन कम्पनी के हो भन्नुहुन्छ, साफ फन्जिसाइड भनेर धेरै जसोले चिन्नुहुन्छ। तर कुनै पनि कम्पनीको हजुरले फन्जिसाइड युज गर्नु सक्नुहुन्छ है त साथीहरू। किन युज गर्ने भन्दाखेरि किनभने यो एउटा थैलो भाँडाबाट अर्को भाँडामा जाँदैछ अनि सकमा जान सक्छ भनेर चाहिँ मैले यो फन्जिसाइड यसरी लाएको। यो व्हाइटमा पनि हुन्छ, ब्लूमा पनि हुन्छ, ग्रिनमा पनि हुन्छ। अनि यसरी नै मैले सबै मिक्सअप गरिदिनेछु। हेर्नुहोस् यो सजिलो छ रिपोर्टिङ गर्नुको लागि। अनि एकजना साथीले मलाई भन्नुभएको थियो, भिडियो पनि देखाउनु भएको थियो, मेरो दिदी किन यसरी फुलेको छैन, एकदम ग्रिन पत्ता मात्रै पात मात्रै आएर बसेको छ, मेरो फुलेको छैन, के भयो भनेर भन्नुभएको छ तपाईँले। अब हजुरको यो यसरी नफुलिकन ग्रिन मात्रै भएर बसेको छ भने चाहिँ पानी धेर भएर है त साथीहरू। पानी चाहिँ धेर नहाल्नुहोस्। अनि हालेको गरेर चिसो पारेर नराख्नुहोस् है त। अनि यसरी नै मैले चाहिँ अब यो ठुलो, यो कोडेक्स ठुलो छ, यो बुढो बोट हो, यो 2 वर्षको बोट हो नि त यो बेगनबेली चाहिँ। त्यस कारणले मैले यो 12 इन्ची गमलामा राखेको छु। अनि अघि नै मेरो छोराले कलर लाएर चिटिक्कै पारिसक्यो। अनि यो होल त छँदैछ। होल त अब बजारबाट लिएर पनि ठुलो होल आफूले पर्सनल बनाउनै पर्छ। अनि यसरी नै सोइल मिक्स मजाले यसरी गरिदियो। यो अगडम बगडम यो के छ भने यो अन्तिममा यो फेदमा हालिदिनुहोस्। यसरी नै यो घाँस जुस के सुकेको पत्करहरू छ भने यसरी अन्तिममा यसरी हालिदिनुहोस्। अनि त्यहाँबाट यो सही यसरी नै फिलअप गरिदिने हो। यसरी नै फिलअप गरिदिसकेपछि यसरी थिचताच पारिदिने हो। अनि हजुरले यो थैलो चाहिँ काट्दा पनि हुन्छ, काटेर फ्याँक्दा पनि हुन्छ। नयाँ अब गार्डेनर साथीहरूलाई थाहा छैन, अब पुरानो साथीहरूलाई त भन्नै पर्दैन अब कसरी निकाल्ने हो भनेर थाहा छँदैछ होइन साथीहरू। अनि यस्तो गरिदियो। थैलो चाहिँ वेस्ट गर्नु चाहन्न, अर्को बोट बिरुवा रोप्नु सकिन्छ नि त। त्यस कारणले यो चाहिँ यस्तो गरेर सट्टै निकालिदिनुहोस्। हेर्नुहोस् देख्नुभयो त, सुक्खा छैन त। अनि यो एकदम दलदली भएर बसेको भए यसरी फुल्थेन क्या साथीहरू। अनि यसरी सुक्खा चाहिँ देख्नुभयो, बुरुङरुङ भएर मजाले फुल लागिरहेको छ। अनि यसको रुट बाउन्डहरू त्यस्तो भएको छैन। मैले कटिङ गर्नु जरुरी मानिनँ यसलाई, छैन नि त अब केही त छैन। अनि यसलाई यसरी थपक्क राखिदिएँ यसरी नै। अगर हजुरको बोट यसरी बाङ्गो भएको छ भने बाङ्गो यस्तो
जस्तो सेपमा लिएको यस्तो राख्यो भने त यस्तो हुन्छ नि त। तर हजुरले रोप्दाखेरि यस्तो गरेर चाहिँ सिधा पारेर यसलाई सेप दिएर चाहिँ हजुरले यसरी रोप्नु सक्नुहुन्छ यसरी नै। अनि अब जस्तो बाङ्गो छ भने बाङ्गै रोप्नु भन्ने जरुरी हुँदैन नि त साथीहरू। अनि आफूले चाहिँ यसरी सेप दिएर यसरी गोलो बनाएर चाहिँ यसरी रोप्नु सक्नुहुन्छ। अनि सरर अनि पानी हालिदिनु पर्छ। अनि चुली पारेर हजुरले माटो नराख्नुहोस्। हजुरले 1 इन्ची 2 इन्ची चाहिँ हजुरले ग्याप छोडेर चाहिँ राखिदिनु होला। एक खेप चाहिँ पानी सरर हालेपछि चाहिँ अनि फेरि एकदम सुक्खा भएपछि मात्रै फेरि हाल्नुपर्छ यसरी नै। अनि अब कसरी मर्छ त कति साथीहरूले भन्नुहुन्छ कि मेरो त बोट यसरी रिपोर्टिङ गर्दाखेरि मर्यो भन्नुहुन्छ। यसरी मर्दैन है त साथीहरू। अनि यसको लोकेसन भन्दाखेरि चाहिँ यो बोटलाई चाहिँ एकदम घाम चाहिन्छ, छत माथितिर रोप्नुपर्छ, सेमी सेट छायातिर फुल्दैन है त साथीहरू। हेर्नुहोस् त लुक्स कस्तो दामी आएन साथीहरू। हेर्नुहोस् त अघि थैलोमा राख्दाखेरि कस्तो थियो अहिले कस्तो छ। अनि यसको लुक्स कस्तो राम्रो भएको छ। मेरो छोरा यो काट्छु भन्दैछ, मैले नकाट भनेको। यो पनि त राम्रो भइरहेको छ नि त होइन त। हेर्नुहोस् साथीहरू मैले रिपोर्टिङ नगरेको भए चाहिँ आज मैले मधुमालतिर मैले अलमन्डालाई नझिकेको भए अलमन्डामा चाहिँ 4-5 वटा मात्रै लागेको रहेछ। अनि मधुमालतीमा चाहिँ यति साह्रो लागेको रहेछ। अनि यो खम्ले किरा चाहिँ बढ्दै जति बढ्दै गयो त्यति नै असर पर्छ हाम्रो बोट बिरुवालाई। अनि तपाईहरुले चाहिँ भन्नुहुन्छ कि यो कसरी मार्ने तरिका के हो भनेर भन्नुहुन्छ। मलाई चाहिँ अहिलेसम्म थाहा छैन। यो आफै उत्पन्न हुन्छ। मैले कति भिडियोमा भनिसके एउटा सानो यो कालो एउटा किरा पसेर चाहिँ त्यो अन्डा पारेर चाहिँ यो खम्ले किरा जन्माउँछ कि। अनि यसलाई मैले मार्ने उपाय देखेको छुइनँ। बरु भन्दा रिपोर्टिङ गमला खाली गरिदिनुहोस् यसरी खाली गरेर अनि यसलाई घाममा सुकाइदिनुहोस्। 2-3 घाम सुकेपछि अनि यसरी केलायो भने यो आफै सक्छ। अनि फेरि युज गर्नु। अनि फेरि अहिले यसलाई तत्काल युज नगर्नु, पछि नै युज गर्नुपर्छ है त। अनि हेर्नुहोस् है हामीले जति मेरो भदैनले खोजेर पनि यसो गर्दाखेरि निस्किन्छ के कतै कतैबाट। अनि अहिले एकदम गर्नु जरुरी छ यो काम चाहिँ है त साथीहरू। नै त भने मर्छ हजुरको बिरुवा। मैले पनि यसरी नहेरेको भए मर्थ्यो। अनि आज जतिवटा काम थाती राखेर पनि आज यो भिडियो बनाउनु खोजेको, तर यस्तो भयो मेरो बिरुवा बाल मर्नेबाट मैले बचाएँ भनेर म यसमै खुसी छु है त साथीहरू। हेर्नुहोस् न साथीहरू म यति हाँस उठ्छ भने घरिघरि अघि नै मेरो छोराको आँखा परिसकेको छ। यो पनि बोन्साई बनाउनु लायक हुने रहेछ। यहाँबाट यो तलको हाँगाहरू हटायो भने चाहिँ यो बोन्साई हुने रहेछ मम्मी भनेर अघि आँखा गाडिसकेको छ। अनि यसरी नै अघि नै मैले देखाइसकेँ हजुरलाई बेगनबेली रिपोर्टिङ गरेको। त्यही मलमा फेरि मैले मल माटोमा चाहिँ माटो थपेर चाहिँ मल त अलरेडी छँदैछ, अझै अरू पनि थप्नुपर्छ। त्यसमा रोप्नेछु। तर यो मैले 2टा गमलाको निकालेको माटो चाहिँ मैले युज गर्ने छुइनँ। अनि यस्तै गरेर प्रुनिङ गरिसक्यो। अनि हजुरहरूले यस्तै गर्नुहोस्। अनि एकदम आउनेवाला समयमा अब भोलि कसले देखेको छ, तर त्यो नदेखेको दिनलाई चाहिँ खुबसुरत बनाउनको लागि चाहिँ अहिलेदेखि तयारी बसौँ है साथीहरू। अनि त्यही भन्नु चाहन्छु कि मेरो साथीहरूले यो भिडियो त अवश्य नै हेर्नुभएको छ होला। हेरिवरि सब्सक्राइब गरिवरि बेल बटनलाई प्रेस गरिदिनुहोस्। अनि सबै साथीहरूलाई सेयर गराएर उहाँसम्म पुऱ्याइदिनुहोस् कि अहिले रिपोर्टिङ गर्ने बेला रहेछ। खम्ले किरा पर्यो भने नि हामीले निकाल्नु सक्ने रहेछ। नि रिपोर्टिङ गर्दाखेरि थाहा हुने रहेछ भनेर सेयर गरिदिनुहोस् है त साथीहरू। अनि यो भिडियो मन पर्यो भने लाइक गरिदिनुहोस्। अरू त्यही भन्नु चाहन्छु कि अझसम्म हजुरहरूले एकदम अमूल्य समय लिएर हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच भन्नु चाहन्छु। अरू हजुरहरूलाई मनमा केही खुल्दिलो लाग्यो कि कमेन्ट लेखी पठाउनुहोस् है त। अनि म अर्को भिडियोमा नयाँ भिडियोको साथमा नयाँ जानकारी लिएर आउनेछु। अहिलेको लागि तपाईँको दिदी नमस्कार, यही बिदा लिन चाहन्छु। बाई बाई, सी यू सुन नेक्स्ट भिडियो।